निम्ति हामीहरू आज एक ठाउँमा भेला भएर प्रभुको आराधना गर्न हामी भेला भएका छौँ। आराधना चाहिँ शब्दको आराधना हो, वचन सुन्नु पनि आराधना हो। मैले कतिजना तपाईँहरू देखिराखेको छु, बिचमा तपाईँहरू ग्याप भइकन पनि तपाईँ फेरि जोइन हुनुभएको छ, मलाई खुसी लागेको छ। थ्याङ्क यू, वेलकम गर्न चाहन्छु। आज जो जति पहिलोचोटि आउनुभएको छ भने तपाईँलाई म फेरि स्वागत गर्न चाहन्छु। त आराधना भनेको चाहिँ शब्द हो, गीत गाउनु मात्रै आराधना होइन, बजाउनु मात्रै आराधना होइन, नाच्नु मात्रै आराधना होइन, वचन सुन्न पनि आराधना हो। हालेलुया। त्यसकारण हामीले भन्ने गर्छौँ आराधना सेवा। हाम्रो मण्डलीको सेवा चाहिँ कस्तो सेवा हो? आराधना सेवा। सबै कुरा चाहिँ आराधना। अनि हाम्रो परमेश्वर चाहिँ सबै आराधनाको योग्य हुनुहुन्छ। विश्वमा म केही हप्ता आउन असमर्थ भएँ, यद्यपि मैले तपाईँलाई धेरै मिस गरिराखेको थिएँ। तपाईँहरू धेरैजनासँग मैले संवाद र कुराकानी गरिरहेको थिएँ। अनि प्रभुले मलाई फेरि आउनको निम्ति मलाई सहायता गर्नुभएको छ। हालेलुया। कतिजना आशिष हुनुहुन्छ आजको दिन? खुसी हुनेहरू हात उठाउनुहोस्, बेखुसी हुनेहरू पनि हात उठाउनुहोस्। बेखुसी हुन पनि पाइन्छ। मैले खुसी हुनुहोस् हुनेहरू भनेर तपाईँ जबरजस्ती खुसी भएर त भएन नि त। तपाईँ साँच्चीकै खुसी हुनु पर्यो। हालेलुया, हालेलुया। त आज हामी वचन सुन्न गइराखेका छौँ। यदि तपाईँले पल्टाउनु भयो भने असल होला, नत्र हामीसँग केही पदहरू चाहिँ हामीसँग यहाँ पनि हुनेछ। पहिलो सामुएल 13 अध्यायबाट आज हामी केही पदहरू हेर्न लागेका छौँ। त पहिलो सामुएल जब मैले यो पुस्तक पढिराखेको छु अहिले र मैले दोस्रो सामुएलको किताब पढिराखेको छु, त मलाई यो कुराहरू छोइरह्यो। प्रभुले मलाई यो वचनबाट बोलिराख्नु भयो। त आज हामीले केही कुराहरू वचन खण्डबाट हेर्न लागेका छौँ कि पहिलो सामुएलमा त्यहाँ चाहिँ हामीले सामुएल अगमवक्तालाई देख्दछौँ, साउललाई देख्दछौँ। राजा साउललाई एउटा साधारण व्यक्ति चाहिँ अब राजा बनेको छ। अनि त्यो राजाको जीवनबाट भएका केही कुराहरू आज हामीले हेर्न लागेका छौँ। हालेलुया, हालेलुया। जब मैले किताबहरू पढ्दै थिएँ, बाइबल स्टडी गर्दै थिएँ, त मलाई यो कुरा परमेश्वरले अचानक मेरो हृदयमा बोलिदिनु भयो र म यो कुरा मनन गर्दा गर्दा यो कुरा असल हुन्छ जस्तो लागेको छ मलाई आज भन्नुको निम्ति। हामीहरू कतिपय ठाउँमा चाहिँ हामीहरू वचनहरू सुन्दा कसरी सुन्छौँ भने प्रचार गर्नेले पनि विभिन्न विषयहरूमा कतिपटक अरूले भनेको आधारमा सुनेको आधारमा पनि भन्ने चलनहरू हुन्छ। त्यसो मेरो भन्नु केही छैन। तर म प्रायः मेरो एउटा यथार्थ भन्ने हो भने चाहिँ म वचन अध्ययन गरेर तपाईँलाई पनि त्यो वचन अध्ययन गरेको ठाउँबाट परमेश्वरको वचन तपाईँले सुन्नुहोस् भनेर मेरो प्रार्थना हुनेछ। हालेलुया, हालेलुया। आउनुहोस् हामी प्रभुको अगुवाईमा। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको दिन यो वचन हामीले सुन्न लागेका छौँ। पहिलो सामुएल 13 अध्यायबाट केही खण्डहरू हामीलाई सहायता गर्नुहोस्। पवित्र आत्मा, यु आर आवर टिचर, तपाईँ हाम्रो शिक्षक। येशू प्रभुले भन्नुभएका सबै कुराहरू सिकाइदिनु हुनेछ भनेर तपाईँले भन्नुभएको छ वचनमा। अब तपाईँको प्रकाश हाम्रो बिचमा राखिदिनुहोस्। हामी सबैजना तपाईँमा हामी अर्पित हुन्छौँ। हामी आफैलाई सरेन्डर गर्छौँ येशू प्रभुको नाममा। हालेलुया। तपाईँले पहिलो सामुएलको किताबबाट हेर्दै जाँदा चाहिँ सामुएल अगमवक्ता चाहिँ के भएको छ? परमेश्वरको अगमवक्ताको रूपमा खडा भइकन त्यसपछिका घटनाहरू हामीले हेर्दै जान्छौँ त्यो किताबमा। अनि जब हामी 12-13 पदहरू खण्डहरू पढ्दै जाँदा चाहिँ सामुएल अगमवक्ताले इस्राएलीहरूलाई के गरेका छन्? एउटा राजालाई नियुक्त गरिदिएका छन्। किनभने इस्राएलीहरूले राजालाई मागेका छन्। त्योभन्दा अगाडि हामीले देख्छौँ सामुएलको किताबभन्दा अगाडिको किताबहरूमा चाहिँ हामीले के देख्छौँ भने न्यायकर्ताहरूलाई परमेश्वरले खडा गरिदिनु भयो। हालेलुया। न्यायकर्ता, त्यसपछि राजाहरू, अनि त्यसपछि अगमवक्ताहरू, यसरी किताबहरू यसरी भएर गएको छ। त
त न्यायकर्ताको पालामा चाहिँ इस्राएलीले के भन्यो भने न्यायकर्ताले हामीलाई पुगेन, परमेश्वरको दासले हामीलाई पुगेन, तर हामीलाई के चाहियो? राजा चाहियो। हालेलुया, हालेलुया, हामीलाई राजा चाहियो भने। अनि यो कुरा सुनेर त परमेश्वर छक्क पर्नुभयो। कस्तो खालको मानिसहरूलाई राजा चाहिएको छ? किनभने परमेश्वरलाई थाहा छ नि त संसारको सृष्टिकर्ता राजा चाहिँ परमेश्वर हो भन्ने कुरा। अनि मानिसहरूले अब परमेश्वर आफ्नो राजा बनाउनुको सट्टा अर्को छुट्टै पृथ्वीमा एउटा भौतिक राजालाई उनीहरूले खोजिराखेका छन्। अनि हृदयमा त्यो राजालाई उनीहरूले ठाउँ दिन खोजेका छन्, भौतिक राजा, पृथ्वीको राजालाई। हालेलुया। परमेश्वरले मानिसको कुरा सुनिदिनुहुन्छ र एउटा राजालाई नियुक्त गरिदिनुहुन्छ। राजा शाउललाई अगमवक्ताले अभिषेक गर्छन् अनि राजा शाउल चाहिँ राजा बन्छन्। अनि राजा चाहिँ त्यो शाउल चाहिँ राजा बनेपछि उसको जीवनमा परमेश्वरको अभिषेक आउँछ अनि उसको जीवनमा बदलिन्छ। एउटा साधारण व्यक्ति जब परमेश्वरको अभिषेक आउँछ त्यसपछि त्यो मान्छे एउटा बदलिएको व्यक्तिमा, एउटा छुट्टै व्यक्तिमा ऊ चाहिँ परिवर्तन हुन्छ। हालेलुया, हालेलुया। परमेश्वरको अभिषेकको पछि लाग्नुहोस्, परमेश्वरको अभिषेकको खोजी गर्नुहोस्। तपाईँ छुट्टै व्यक्ति हुन चाहनुहुन्छ, बदलिन चाहनुहुन्छ, शक्तिशाली बन्ने व्यक्ति बन्न चाहनुहुन्छ, परमेश्वरको अभिषेकको पछि लाग्नुहोस्, परमेश्वरको अभिषेकको खोजी गर्नुहोस्। जब परमेश्वरको अभिषेक तपाईँमा आउँछ हामी एउटा छुट्टै व्यक्तिमा बदल्नेछौँ। हाम्रो क्षमताहरू वृद्धि हुन थाल्छ, हाम्रो बलहरू बढ्न थाल्छ, हाम्रो बुद्धिहरू बढ्न थाल्छ, हाम्रो विवेकहरूमा परमेश्वरको इच्छा, परमेश्वरको बोलीहरू हामी सुन्न थाल्छौँ। हालेलुया। तर राजा शाउल अब छुट्टै व्यक्तिमा बदलिएका छन्। राजा शाउल एउटा साधारण व्यक्तिबाट उनी अब एउटा अभिषिक्त राजामा उनी परिवर्तन भएका छन्। तर हामी तल पढ्दैछ त 12 अध्यायमा, पहिलो सामुएलको 12 अध्यायमा चाहिँ हामी पुगिसकेपछि हामी के देख्छौँ भने राजा शाउल चाहिँ अब राजाको रूपमा अगाडि आइराखेका छन्। उनी अब राज गर्नुपर्छ, रुल गर्नुपर्छ राजाले। तर उता परमेश्वरको दास सामुएलको वक्ता चाहिँ पर्दाबाट पछाडि हटेका छन्, छायामा परेका छन्। उनी के गरिरहेका छन् खासै त्यहाँ उल्लेख छैन। अगाडि पर्दामा हिरो आइसकेको छ एकजना राजा शाउलको रूपमा, तर परमेश्वरको दास चाहिँ त्यो पर्दाबाट हटेको छ, छायामा परेर उनी चाहिँ अन्त्य गएका छन्। मैले जब यो कुरा सुन्दै थिएँ, सोच्दै थिएँ कसरी अगमवक्ता त त्यहाँ त छैन त, राजा शाउलको पो अगाडि आएर काम गर्नु थाल्यो, परमेश्वर दास त छैन त, परमेश्वर दासको त लेखेकै छैन केही च्याप्टरहरूमा, परमेश्वर दासको नामै छैन त्यहाँ। अनि मलाई लाग्यो कसरी हुन सक्छ यो कुरा, यो कुरा कसरी हुन सक्छ जबकि इस्राएलमा परमेश्वरको दास छ, अगमवक्ता सामुएल खडा भएका छन्, तर अब एउटा हिरो अगाडि आएको छ, एउटा राजाले अगाडि ल्याएका छन् इस्राएलीहरूले। अनि परमेश्वरको दासलाई चाहिँ पछाडि हटाइएको छ। जब म पढ्दै गएँ त हामीले के देख्छौँ भने अब राजा शाउललाई चाहिँ अगमवक्ता सामुएलले सम्पूर्ण जिम्मेवारी दिनुभएको छ, दिएका छन्। राजा शाउल, यु आर अ किङ फ्रम टुडे, आजदेखि तपाईँ राजा हो, तिमी राजा हो। अब तिमीले राजाको रूपमा काम गर्नुपर्छ। तिमी मान्छेले चुनेको राजा होइन, यद्यपि तिमीलाई इस्राएलले चाहना गरेका थिए, तर अब मैले तिमीलाई अभिषेक गरेको छु। परमेश्वरको दासले तिमीलाई अभिषेक गरेको छ, मतलब तिम्रो जीवनमा परमेश्वरको अभिषेक छ। तिमीले अब परमेश्वरको अभिषेक अनुसार चल्नुपर्छ। हालेलुया, हालेलुया। यसरी भनेर परमेश्वरको दास सामुएल चाहिँ पर्दाबाट पछाडि हटेका छन्, राजालाई अगाडि पठाएका छन्। अब इस्राएलमा राजाले के गर्नुपर्छ, शाउलले कसरी काम गर्नुपर्छ, शाउलले के तरिकाले, कुन तरिकाले काम गर्नुपर्छ, कसरी रुल गर्नुपर्छ, कसरी लडाइँ गर्नुपर्छ भन्ने कुराहरू अब चुनौतीको विषय बन्न थालेको छ त्यो समयमा। किनभने परमेश्वरको दासले जसले इस्राएलको राजाले भन्दा यो गर तिमी सफल हुन्छ, यो नगर तिमी यसमा विजय हुन सक्दैनौ।
तर त्यसो भन्ने परमेश्वर दास चाहिँ अब त्यहाँ छैन। उनी पर्दाबाट हटेका छन्, उनी पछाडि सरेका छन्। जब युद्धको समय आयो, त्यो समय चाहिँ युद्ध भइरहेको थियो। जसरी अहिले हाम्रो समयमा हामी देख्छौँ युद्धहरू, त्यसै गरी राजा साउलको समयमा युद्धहरू हुन्छन्। फिलिस्तीहरूले आक्रमण गर्छन्, फेरि उनीहरूले आक्रमण गर्छन्, फेरि इस्राएलीहरूसँग लडाइँ गर्छन्, फेरि इस्राएल जित्छन्, फेरि यसरी युद्धको समय चलिरहेको छ। साउलको छोरो जोनाथनले चाहिँ आक्रमण गर्छ फिलिस्तीहरूलाई, अनि सम्पूर्ण फिलिस्ती भन्ने एउटा ठुलो एउटा राज्य छ। त्यहाँ तिनीहरू धेरै जनसङ्ख्या सङ्ख्यामा छन्, तर इस्राएल चाहिँ उनीहरू कम हुँदै गइरहेको छ। अनि यसरीमा साउलको छोरो जोनाथनले आक्रमण गर्छन् एउटा फिलिस्तीको सानो चौकीमा, अनि त्यो सुनेर सबै फिलिस्तीहरू अगाडि आउँछन् लडाइँ गर्नको निम्ति। अब इस्राएल थोरै छ, इस्राएलको सङ्ख्या, तर उता फिलिस्तीको सङ्ख्या चाहिँ समुद्रको नजिकै किनारमा रहेको बालुवाको सर फिलिस्तीको सेना छ। हालेलुया, हालेलुया। सायद हामीले यो पढ्दा ठिक होला। आउनुहोस् हामीले सबैले पढौँ 7 पद, 1 2 3 गो चर्को स्वरमा। फिलिस्तीहरूको डरले इस्राएली मानिसहरूको थरथर कामे, कति मानिसहरू भागे, कति मानिसहरू ओडारतिर रोके, कति मानिसहरू पहराको बीचतिर पसे ज्यान बचाउन। कति मानिसहरू त्यो देशै छोडेर भागे, जङ्गलतिर लुके। इस्राएलको फिलिस्तीहरूदेखि डराएर उनीहरू थरथर कामिरहेका छन्। अनि यता इस्राएलको राजालाई पनि डर लागिरहेको छ। इस्राएली राजालाई छोडेर भन्छ, बाइबलले भन्दछ सामुएलले ठहरेर अनुसार 7 दिनसम्म पनि पर्खिरहे, तर सामुएल गिलगालमा आएनन्। मानिसहरू साउलदेखि पछि हटे। साउलको साथ लाग्नु पर्ने थियो, जनताले राजालाई साथ दिनु पर्ने थियो, तर राजालाई साथ दिनुको सट्टा जनता ज्यान बचाउन भागेका छन्। हालेलुया, हालेलुया। राजा साउललाई गुप्त सामुएलले भन्नुभएको छ, भनेका छन् 7 दिनसम्म वेट गर्नु। 7 दिनभित्रको घटना। जब साउललाई अगाडि राजाको रूपमा खडा गरे, त्यसपछिको कुराकानी भइसकेपछि साउललाई सामुएलले भन्छन्, साउल तपाईँ राजा हो, तपाईँ गिलगालमा जानु, त्यहाँ म 7 दिनपछि म आउँछु, त्यहाँ हामी बलिदान चढाउनेछौँ, त्यसपछि हामी जे गर्छौँ हामी विजय हुनेछौँ। अनि गिलगालमा त उनीहरू गए, त्यो एउटा ठाउँमा त तोकीको ठाउँमा त गए राजा साउल। 7 दिनसम्म पनि पर्खिरहे। आज पर्खी, आज समय आएन। 1 दिन गयो, भोलि पर्सि निकुर्सी के कुर्सी हुँदै 7 दिनसम्म पर्खेर राजा साउलहरूले 7 दिनसम्म पनि सामुएल अगमवक्ता आइपुगेन। हालेलुया, हालेलुया। मानिसहरू सबै पछाडि हिँड्न थाले राजाबाट, सबै डराएर कामिरहेका छन्। सबैलाई के हुने हो, ज्यान बाँच्न अपगारो छ भन्ने उनीहरू हताश छन्। चुनेको राजाले बचाउन सक्दैन भन्ने उनीहरूलाई लागेको छ। अनि सबै अर्को पक्ष सबैले पढौँ। थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। हामी सबैले पढौँ 1 2 3 गो। सामुएलले भने यो तपाईँ के गर्नुभयो? तपाईँले जवाब दिए, मानिसहरू मबाट हटिसकेको मैले देखेँ। तपाईँले प्रतिज्ञा गर्नुभएको समयमा तपाईँ पनि आउनु भएन र फिलिस्तीहरू मिक्मासमा जम्मा हुँदै थिए। अनि मैले यही विचार गरेँ कि फिलिस्तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन् र मैले परमप्रभुको निधारको निम्ति बिन्ती गरेको छैन। यसैले म आफूले यो होमबलि चढाउन बाध्य भएको अनुभव गरेँ। हालेलुया, हालेलुया। सामुएल अगमवक्ता आए
रातिको बेलामा यसो हेर्छ त राजा साउल त आफै के भन्छ मैले ठक्कै आफै पनि पुजारी आफै राजा आफै गर्छु सामुएल र ठामुएल पर्खेको आजसम्म छैन यो मान्छे नआए के भयो त म आफै गर्छु नि बलिदान चढाउन सकिहाल्छु राजा हो हालेलुया साउल राजाले के गर्छन् भने 7 दिनसम्म पर्खिनु पर्ने थियो 7औं दिनको बिहान अथवा दिउँसोको समयमा चाहिँ अब यसो हेरिरहेछ घडी हेरिरहेको छ सामुएल आउँछन् कि 2 घण्टा भयो 3 घण्टा भयो 4 घण्टा भयो 5 घण्टा भयो सामुएल आउँछन् कि अब उनको धैर्यताको सीमा चाहिँ टुट्न लागेको छ उनले डर छ यदि यो बलिदान चढाइएन भने हामी हार्नेछौँ प्रभुले हामीलाई सहायता गर्नुहुन्न यसो घरि हेर्छन् सामुएल अब आउँदैन सामुएलले त मलाई ढाँटेको के हो ऊ आइपुग्छ जस्तो छैन ऊ आइपुग्दा साथ खत्तम भइएन सामुएल अगाडि साउल अगाडि बढ्छ र होम बलि चढाउँछ हालेलुया हालेलुया म तपाईलाई आज केही कुराहरू वचन खण्डबाट तपाईलाई भन्न चाहन्छु पहिलो चाहिँ के हो भने इस्राएलहरू के थियो थोरै थियो त्यो समयमा उनीहरूसँग हतियार थिएन फिलिस्तीहरू ठुला शासकहरू शक्तिशाली शासकहरू थिए उनीहरूसँग आधुनिक हतियार थिए त्यो समयका अनि उनीहरू अत्यन्त धेरै सङ्ख्यामा थिए हालेलुया हालेलुया त्यसकारण इस्राएलहरू देखेर फिलिस्तीहरू देखेर इस्राएलहरू डराए साउल डराए उनका मानिसहरू डराए उनका सेनापतिहरू डराए अनि साउल चाहिँ के गर्नु पर्थ्यो समयले भनेअनुसार गिलगालमा जानु पर्थ्यो उनी गिलगाल भन्ने ठाउँमा गए गिलगालमा गइसकेपछि उनले साउललाई पर्खनु पर्थ्यो पर्खिरहे परमेश्वरले के गर्नुहुन्छ भने तपाईँ र म धेरै पटक तपाईँ कति धैर्य हुनुहुन्छ कति परमेश्वरमा भरोसा राख्नुहुन्छ प्रभुमा कति तपाईँ विश्वास गर्नुहुन्छ भनेर जाँच गर्नुहुन्छ सामुएल बाटोमा आउँदै थिए बुढो मान्छे सामुएल बाटोमा आउँदै थिए तर उता साउलको धैर्य टुट्न लागेको थियो हालेलुया हालेलुया साउलले यसरी सम्झे यदि साउल आएन भने म मर्छु मेरो मृत्यु हुन्छ किन युद्ध हुन्छ युद्धमा हारिन्छ बलिदान चढाएन भने के हुन्छ हामी हार्नेछौँ बलिदान चढाउनु पर्छ अनि त्यसपछि परमप्रभुले परमेश्वरले हामीलाई विजय दिनुहुन्छ साउलले यसरी सोचेका थिए प्रियहरू साउलले सोचेका थिए बलिदान चाहिँ चढाउनै पर्छ बलिदान चढाएपछि मात्र हामीले विजय पाउँछौँ बलिदानले के छुट्यो भने चाहिँ बलिदान चाहिँ हामीले गरेनौँ भने चाहिँ हामी विजय हुन सक्दैनौँ हालेलुया हालेलुया अनि सामुएल खत्रोको आइपुगे अनि यसो हेरेको साउल राजा त पुजारी भइसकेको छ बलि गरिराखेको छ बलिदान चढाइसकेको छ अब ढुक्क छ कि म अब बाँच्छु अब परमेश्वर मलाई सहायता गर्नुहुन्छ हालेलुया हालेलुया तर हामी त्यसपछिको घटनाहरू के देख्छौँ भने यद्यपि साउलले बलिदान गर्यो तर परमेश्वरले त्यसलाई स्वीकार गर्नु भएन उनले बलिदान त गरेको थियो उनले बलिदानमा विश्वास गरेको थियो उनले बलिदानको निम्ति आफै अगाडि सरेको थियो बलिदान हुनुपर्छ भन्ने उनलाई लागेको थियो उनले विचार गरेको त ठिकै थियो तर उनी आफै सरेको थियो बाइबलले भन्छ परमेश्वर पवित्र हुनुहुन्छ परमेश्वरको वचन विरुद्ध जानेलाई परमेश्वरले सहायता गर्न सक्नुहुन्न राजा साउलले परमेश्वरको दासलाई पर्खनु पर्ने थियो परमेश्वरको दास आउँदै थिए बाटोमा परमेश्वरको दास आएर परमेश्वरको दासले बलिदान चढाउनु पर्थ्यो अनि त्यो बलिदान चाहिँ परमेश्वरमा स्वीकार्य हुने थियो हालेलुया ताली बजाएर प्रभुलाई धन्यवाद यदि हाम्रो
विचार गरेर बलिदान गर्नुपर्छ। तपाईँ र मैले पनि विचार गरेर प्रभुको अगाडि आउनुपर्छ। तपाईँ र मैले पनि वचन पालन गरेर प्रभुको अगाडि आउनुपर्छ। तपाईँ र मैले पनि प्रभुलाई पवित्र रूपमा हामीले बुझेर प्रभुको अगाडि आउनुपर्छ। हालेलुया, हालेलुया। हिजोसम्म चाहिँ साथीहरूसँग कहाँ घुम्यो, त्यहाँ घरको सङ्गति पाउने गएको छैन, त्यहाँको अगुवाले बोलाउनु छ, आउनु मेसेज दिनु, मान्छे चाहिँ कहाँ छ कहाँ। अनि आइतबार देख्छ, प्रभु मलाई क्षमा गर्नु, म त हिजो गइनँ, त जानु परेको थियो, के गर्नु, यस्तै भयो, साथीले मलाई बोलाएको थियो। आइतबार एक दिन मात्रै हामीले रोएर कुनै हुने कुरा केही हुनेवाला छैन। आइतबार तपाईँ र म खाली बलिदानमा मात्रै विश्वास गर्छु। जसरी साउल राजाले के सोचेको थियो, मैले त्यो बलिदान चाहिँ गरेँ भने परमेश्वरले मलाई विजय दिनुहुन्छ। आज हामी धेरै विश्वासीहरू त्यस्तै हुन सक्छौँ। हामी आइतबार चाहिँ मण्डली जान्छौँ अनि अरू बेला चाहिँ हामीलाई मतलब छैन। आइतबार चाहिँ बलिदान, आइतबार सेवा गए पुग्यो, आइतबार गएर चाहिँ वचन सुने पुग्यो, आइतबार गाए पुग्यो, आइतबार चाहिँ मान्छेसँग भेटे, विश्वाससँग भेटे पुग्यो। अरू बेला चाहिँ नि, अरू बेला चाहिँ हामीले के गरिराखेका छौँ, अरू बेला चाहिँ हामीले प्रभुसँग कसरी प्रभुलाई कुन स्थान दिइराखेका छौँ, प्रभुको वचनमा हामी हिँडिराखेका छौँ कि छैन अरू बेला चाहिँ। हालेलुया, हालेलुया। साउल राजाले चाहिँ के लाग्थ्यो भने बलिदान चढायो भने चाहिँ अब भयो, डन। हाम्रो नेपालमा मैले सुनेको थिएँ पहिला पहिला, कोही बिरामी छ भने बाइबल लियो, बाइबलले डङ्की डङ्क ठोक्यो शिरमा, निको भइसक्यो मान्छे, उहाँ बिरामी उल्टो बिरामी भइसक्यो, उसलाई दुखेर हैरान भइसक्यो, तर प्रार्थना गरेर ठोकेको छ, ठोकेको छ। वचन बुकभित्र के लेखेको थाहा छैन, निक्लिजा कि निक्लिजा भनेको छ, किताबले ठोकेको छ। हुनेवाला त्यसरी हुँदैन। वचन चाहिँ हेर्नु पर्यो, वचन पालन गर्नु पर्यो, वचनमा विश्वास गर्नु पर्यो। हालेलुया, हालेलुया। बाइबल ठोकेर केही हुनेवाला छैन। यो किताबले केही गर्दैन। किताबभित्र लेखिएको त्यो शब्दमा चाहिँ के छ, वचनमा चाहिँ शक्ति छ। पवित्र आत्मा चाहिँ कहाँ हुनुहुन्छ, वचनभित्र लुक्नु भएको छ। जब तपाईँले वचन बोल्नुहुन्छ, वचनभित्र लुक्नु भएको, रात भएर बस्नु भएको शक्ति, पवित्र आत्माको शक्ति र अभिषेक चाहिँ प्रकट हुन्छ। हालेलुया। कसले ठोक्नु भएको छैन किताबले। बाइबललाई सिरानीमा राखेर सुत्नेहरू पनि हुन्छन्, तर बाइबल चाहिँ पढ्दैनन्। बाइबल सिरानीमा राख्यो हुनेवाला केही छैन। हो, कतिपल्ट त्यसरी काम गर्छ परमेश्वरले, तर अक्सर त्यसरी परमेश्वरले काम गर्न सक्नुहुन्न। बाइबलभित्र लेखिएको किताब, त्यो वचनलाई चाहिँ हामीले के गर्नुपर्छ, डिक्लेयर गर्नुपर्छ, बोल्नुपर्छ, पालना गर्नुपर्छ। हालेलुया। राजा साउलले भन्छ बलिदान गरे भइहाल्यो, तर कसरी बलिदान गर्नुपर्ने, वचनमा के लेखेको छ, वचन अनुसार के हो बलिदान गर्ने कुरो, कसले बलिदान गर्नुपर्ने। यो त पवित्र सेवकाई थियो। यो पवित्र सेवकाई चाहिँ पुजारीहरूले गर्नुपर्ने थियो। पवित्र सेवकको बलिदानको कुरा चाहिँ पुजारीहरूले, परमेश्वरद्वारा नियुक्त भएको अभिषेक पुजारीले गर्नुपर्ने थियो। उनीहरूले मध्यस्थताको काम गर्नुपर्ने थियो। अनि त्यो बलिदानको प्रार्थना चाहिँ परमेश्वरमा सुनाइ हुन्थ्यो। हालेलुया, हालेलुया। थ्याङ्क यू लर्ड। मण्डलीमा पनि पुजारी हुन्छ। त्यो समयमा पुजारी भनिन्थ्यो, पुरानो करारमा अगमवक्ता भनिन्थ्यो, न्यायकर्ता भनिन्थ्यो। तर अहिले मण्डलीमा परमेश्वरका दासहरू हुन्छन्, पास्टरहरू, अगुवाहरू मण्डलीमा परमेश्वर राखिदिनुहुन्छ। हालेलुया। त्यसकारण आज हाम्रो जीवनमा पनि साउलको जस्तै धेरै पटक परिस्थिति आउन सक्छ। तपाईँले गर्नु खोजेको कुराहरू तपाईँले परमेश्वरको इच्छा तपाईँले बुझ्दै हुनुहुन्छ कि बुझ्नुहुन्न।
दिनुहुन्न। परमेश्वरको वचनबाट बोल्ने परमेश्वरको दासहरूको कुराहरू तपाईँ सुन्नुहुन्छ कि सुन्नुहुन्न? हालेलुया। थ्याङ्क यू गॉड, थ्याङ्क यू होली स्पिरिट। सामुएल बाटोमा आउँदै थिए, उता साउलको धेरै टुटिसकेको छ। सामुएल बाटोमा आइरहेको छ, पुजारीले बलिदान चढाउनु पर्नेमा साउल आफैले बलिदान चढाएका छन्, जुन चाहिँ वचन विपरीत थियो। साउलले सोचे सबैले मलाई छोडे, मान्छेले छोडेपछि के गर्ने, मैले त सक्दिनँ नि, बलिदान गरेको परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। साउलले यसरी सोचिराखेका थिए। त्यसकारणले यो बलिदान गर्नुहुने तम्सी अगाडि आफै गराए, आफै गए। उनलाई डर लाग्यो। सामुएल आएर छिट्टो बलिदान चढाइदियोस् भन्ने उनी चाहन्थे। उनी सामुएलको प्रतीक्षा गरिराखेका थिए, तर उनले अन्तिममा आएर त्यो प्रतीक्षालाई चाहिँ उनले टाढिदिए। हालेलुया, हालेलुया। सामुएल आइराखेको छ, तर साउलले सामुएललाई पर्खेन। किनभने उनले बलिदान चढाउँदा चाहिँ उनले बलिदानमा विश्वास गरे, परमेश्वरमा विश्वास गरेन, बलिदानमा विश्वास गरे। अनि परमेश्वरले भन्नुभयो त्यो बलिदान चाहिँ स्वीकार्य भएन, त्यो बलिदान चाहिँ परमेश्वरले स्वीकार गर्नु भएन। थ्याङ्क यू लर्ड, थ्याङ्क यू होली स्पिरिट लर्ड। धेरै पटक प्रियहरू, तपाईँ हाम्रो जीवनमा पनि वेट गर्नुपर्ने कुराहरू छ। तपाईले गर्ने काममा यो वेट गर्नुपर्छ, तपाईको योजनामा वेट गर्नुपर्छ, तपाईको भावी योजनामा वेट गर्नुपर्छ, तपाईको जीवनको योजनामा वेट गर्नुपर्छ तपाईले। तर यदि तपाईले परमेश्वरको इच्छा र परमेश्वरमा वेट गर्न सक्नु भएन भने चाहिँ तपाईको धेरै त्यतिखेर तपाईले टुटाउनु भयो भने चाहिँ त्यसको नतिजा डरलाग्दो पनि हुन सक्छ। हालेलुया। धेरैजना मानिसहरूले, विश्वासीहरूले आफ्नो जीवनको कुराहरूमा, धेरै कुराहरूमा उनीहरू वेट गर्न सक्दैनन्, उनीहरू पर्खिन सक्दैनन्, परमेश्वरको इच्छा खोज्न सक्दैनन्। परमेश्वरको इच्छा के छ, परमेश्वर के चाहनुहुन्छ भन्ने कुराहरू उनीहरू नखोजेको कारणले पछिबाट उनीहरू धेरै दुःख र कष्ट पीडाको दिन भएर जानु परेको छ। र परमेश्वर यस्तो चाहनुहुन्न। परमेश्वरको योजना तपाईँ र मलाई पीडा दिने, दुःख दिने, तपाईँ र मलाई कष्ट दिने परमेश्वरको योजना हुँदै होइन। तर परमेश्वरको योजना चाहिँ तपाईँ र मलाई आशीष दिने, ब्लेस गर्ने, उभोलाउने परमेश्वरको योजना र इच्छा छ। तर कसरी हामी कतिखेर चाहिँ हामी पीडामा पर्ने रहेछौँ, कतिखेर हाम्रो भविष्यमा हामी कष्टमा पर्ने रहेछौँ भने जब हामी हाम्रो योजनामा, हाम्रो इच्छामा चल्छौँ, हाम्रो कुरामा चल्छौँ, हामी जिद्दी गर्छौँ, प्रभु यो हुनै पर्छ। हालेलुया, हालेलुया। धेरैजना विश्वासी दिदी बहिनीहरू हामीले देख्छौँ, दाजुभाइहरू हामीले देख्छौँ, उनीहरूको परिवारमा कति अशान्ति भएको हामी देख्छौँ। हामी प्रार्थना त गर्छौँ, परमेश्वरले सहायता गर्नुहुन्छ, तर कतिपटक यस्तो पनि हुन सक्छ कि जीवनमा परमेश्वरको धैर्यमा हामीले धैर्य गर्न नसकेको कारणले धेरै पटक चाहिँ हामीले के गर्ने रहेछौँ, हामी आफै कष्ट भएर जाने रहेछौँ। परमेश्वरको इच्छा नहुँदै पनि हामीले त्यो कष्टमा हामीले भएर जानुपर्छ। किनभने हामीले समयमा हामी धैर्य गर्न सक्दैनौँ, समयमा हामी परमेश्वरलाई पर्खिन सक्दैनौँ। हालेलुया, हालेलुया। कहीँ न कहीँ तपाईँ हाम्रो सबैको जीवनमा त्यो स्तर छेड्नुबाट हामीले गएका छौँ र पछि हामीलाई लाग्छ ओहो मैले त यो नगर्नु पर्ने थियो रहेछ, ओहो मैले त यसमा धैर्य गर्नुपर्ने रहेछ, ओहो मैले यो निर्णय नगर्नु पर्ने रहेछ। तर समय बितिसकेको हुन्छ, हामी पछाडि फर्कन सक्दैनौँ। हामी त्यही परिस्थितिमा हामीले सँगालेर जानुको हाम्रो विकल्प रहँदैन। राजा साउलले के गरे भने समयको मुक्तलाई पर्खनुको साटो उनले आफै निर्णय गरे, म आफै गर्छु, अब आई एम अ किङ। यदि मैले गरेँ भने परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। बलिदान गरे उनले,
आइपुगे। अनि सामुएल अगमवक्ताले भन्छन् तर तपाईले के गर्नुभयो? तपाईले के गर्नुभयो? साउलले भन्छ मलाई मानिसले छोडे, मलाई डर लाग्यो, तपाई पनि आउनु भएन। दुई तीन कुराहरु म तपाईले यो वचनबाट देख्छु। पहिलो छ साउलले के गर्यो भने मानिसहरु मबाट हटिरहेको देखे। जब हामीहरु मिस्टेक गर्छौं, परमेश्वरमा हामी पर्खदैनौं, त्यो समय मानिसले गर्ने कुराहरु चाहिँ यी नै हुन्। पहिलो अरूलाई दोष दिन्छौं, फल्नाले गर्दा, बेसी गरी काम गर्दा, किनभने तपाईलाई सोध्छौं त किन गरेछ यस्तो, अथवा स्टुडेन्टहरु बच्चाहरु किन गरेछ भनेर बाउआमाले अथवा टिचरले बाउआमाले छोराछोरीले भन्छ फल्नाले गर्दा, उले त्यो गर्यो त्यसैले मैले गरे। साउलले भन्छ मानिसहरु मबाट पछि हटेको देखे। दोस्रो चाहिँ के देख्छौँ भने हामी तपाईले प्रतिज्ञा गर्नुभएको समयमा तपाई आइपुग्नु भएन। तपाईले आउँछु त भन्नुभएको थियो तर खोइ त आएको। सामुएल परमेश्वरको दासलाई परमेश्वरले दोष दिए। तेस्रो हामी देख्दछौँ म चाहिँ के गरेँ? बाध्य भएँ। यो गर्नको निम्ति म बाध्य भएँ, मेरो बाध्यता। हालेलुया, हालेलुया। कतिजना तपाईहरु बाध्य हुनुभएको छ? एकचोटि हात उठाउनुहोस् त। बाध्य हुनुभएको। धेरै पटक हामीलाई के लाग्छ भने गरिसकेपछि मैले त्यो गर्नै पर्ने थियो, मसँग कुनै अवसर थिएन, मेरो बाध्यता थियो, मैले त्यहाँ जानु बाध्यता थियो, उसँग बोल्नु बाध्यता थियो, उसँग हिँड्नु बाध्यता थियो, उसँग व्यवहार गर्नु बाध्यता थियो। हालेलुया, हालेलुया। तर त्यसो होइन। तपाईले यदि परमेश्वरलाई स्थान दिनुहुन्छ, परमेश्वरको इच्छालाई खोज्नुहुन्छ, परमेश्वरमा पर्खनुहुन्छ भने तपाई बाध्यतामा पर्नुपर्ने कुनै आवश्यकता हुँदैन। तपाईको त्यो बाध्यतालाई परमेश्वरले लिनुहुन्छ र तपाईलाई विजय दिनुहुन्छ। हालेलुया, हालेलुया। सामुएलले भने म त बाध्य भएँ, बलिदान चढाउने मान्छे नै भएन, बाध्य भए। तर परमेश्वरको दासले भनेको छ म आउँछु र बलिदान गर्छु। साउल आफै चढेर अगाडि चढेर बलिदान गरेको छ, उसले भन्छ म बाध्य भएँ। हामीले यो पोइन्टमा के देख्छौँ भने किन अब यस पछाडि 13 अध्याय पछाडि हामी 14-15 तिर चाहिँ राजा साउलको राज्य चाहिँ पराजित भएको छ पलिस्तीयहरूद्वारा। राजा साउलको मृत्यु हुन्छ। उनका 3-4 जना सबै छोराहरूलाई पलिस्तीयहरूले जित्छन्, विजय उनीहरूले हराइदिन्छन्, उनीहरूलाई मारिन्छन्। तर त्योभन्दा केही अगाडि चाहिँ राजा साउलले भन्दैछ परमेश्वरको दास सामुएल म बाध्य भएको छ यो काम गर्न। यदि परमेश्वरको दास सामुएलको अगाडि राजा साउलले त्यसो नगरेको भए पहिलो हतारमा बलिदान चढाएको भयो। दोस्रो बलिदान चढाइसकेपछि पनि उनले अरूलाई दोष दिनुको साटो परमेश्वरलाई दोष दिनुको साटो बाध्यता भएर बहाना भए भन्ने कुरा बहाना बनाउनुको साटो उनले के गर्नुपर्ने थियो? उनले भन्नुपर्ने थियो प्रभु मैले पाप गरेँ, मलाई क्षमा गरिदिनु, म यसको निम्ति जिम्मेवारी लिन्छु, मैले पाप गरेँ प्रभु मलाई क्षमा गर्नुहोस्, मैले जुन कुरा पसलमा नगर्नु पर्नेको थियो मैले धेरै कुरा गरेँ, मैले पाप गरेँ। हालेलुया, हालेलुया। साउल राजाले त्यसो भनेन। साउल राजाले अरू कुरा गरेर मानिसलाई दोष दिए, परमेश्वरको दासलाई दोष दिए, आफै बाध्य भएर भनेर बाध्यताको कुरा गरे। अनि त्यसो गरेको हुनाले त्यसपछिको अरू अध्यायमा राजा साउलको मृत्यु हुन्छ, लडाइँमा उनी मारिन्छन्, उनको राज्य खोसिन्छ, उनको राज्य अरूले जितेर इतिहासबाट उनको नाम त्यहाँबाट मेटिन्छ।
छ, उनको मृत्यु दुःखदायी मृत्यु भएको छ प्रियहरू। तर यसको ठिक विपरीत यदि राजा शाउलले परमेश्वरको वचनमा हिँडिराखेको भए उनको इतिहास यस्तो हुँदैन थियो, उनको अर्को प्रकारको इतिहास लेखिन्थ्यो। उनको सायद हुन सक्छ उसको सुनौलो इतिहास हुन सक्थ्यो, दुखान्त इतिहास हुने थिएन। तपाईँ मेरो निम्ति पनि आज यदि तपाईँ मैले परमेश्वरमा प्रतीक्षा गरौँ, परमेश्वरमा भरोसा गरौँ, जीवनको हर क्षेत्रमा परमेश्वरलाई स्थान दियौँ भने तपाईँ मेरो आउने भविष्यको इतिहास चाहिँ सुनौलो अक्षरमा लेखिनेछ। हालेलुया, हालेलुया। भविष्यको इतिहास तपाईँ मेरो कस्तो लेखिने हो, कस्तो खालको हामीले भविष्यमा गएर हामीले जीवन जिउने हो, दुःखमा जिउने हो कि दुःख सुखमा जिउने हो, आनन्दमा जिउने कि पीडामा जिउने हो भन्ने कुरा चाहिँ आज हामीले गरेको निर्णयले निर्धारण गर्नेछ। बाध्यतामा नपर्नुहोस्, कुनै पनि काम प्रभु प्रतीक्षा गर्नुहोस्, पर्खनुहोस् प्रभुमा, प्रभुको इच्छालाई बुझ्नुहोस्। प्रभु के चाहनुहुन्छ मेरो यो काममा, मैले यो गर्नु मलाई इच्छा छ, प्रभु तपाईँको इच्छा के हो म बुझ्न चाहन्छु। तपाईँले यदि भनेर त्यसरी प्रार्थना गर्नुहुन्छ, प्रार्थना गराइ माग्नुहुन्छ, वचन पढ्नुहुन्छ भने परमेश्वर तपाईँलाई सही निर्णय गर्ने क्षमता दिनुहुन्छ। परमेश्वरको समयमा परमेश्वरले तपाईँलाई उत्तम कुराहरू दिनुहुन्छ। हालेलुया, हालेलुया। प्रभुलाई ताली बजाएर धन्यवाद। साउलले आफैले परमेश्वरलाई खुसी बनाउन लागे, नगर्नु भन्ने कुरा साउल आफैले गरे। उनले पश्चाताप गरेनन् र आफ्नो दोष स्वीकार गरेनन्। अचम्मको कुरा चाहिँ प्रियहरू के छ भने जतिपटक तपाईँहरू चुक्नुहुन्छ, तपाईँहरू कमजोरी गर्छौ, त्यतिपटक तपाईँ परमेश्वरमा आएर तपाईँले पश्चाताप गर्नुहुन्छ। प्रभु मलाई क्षमा गरिदिनुहोस्, मैले तपाईँलाई दुखित तुल्याएँ, मैले पाप गरेँ भनेर भन्नुहुन्छ भने हाम्रो परमेश्वरले क्षमा दिनुहुन्छ। हाम्रो परमेश्वर प्रेमिलो धैर्यवान परमेश्वर हुनुहुन्छ, कृपालु परमेश्वर हुनुहुन्छ, रिस गर्नुमा ढिलो र कृपा र प्रेमले भरिएको परमेश्वर। हामीले धेरै पटक यो कुरालाई बुझ्दैनौँ। गएर जान्छौँ, प्रार्थना गर्छौँ, प्रभु मलाई दिनुहोस्, मैले यो गरेँ भन्छौँ, मलाई यो चाहियो भन्छौँ, अनि फेरि हामीले परमेश्वरको स्वरूपलाई हामीले बुझ्दैनौँ। उहाँ क्षमा दिने परमेश्वर, माग्न कति माया गर्ने परमेश्वर, क्रुसमा टाँगेर तपाईँ र मेरो निम्ति बलिदान आफूले बलि दिने परमेश्वर। हालेलुया, हालेलुया। म सायद हुन सक्छ आउने हप्ताहरूमा दाउदको विषयमा बोल्दैछु, तर म आजलाई यो वचन अन्त्य गर्दा म तपाईँहरूको बिचमा के भन्न चाहन्छु भने हामीले साउल जस्ता व्यक्ति नबनौँ। परमेश्वरले आशीष दिएको व्यक्ति रहौँ तपाईँहरूमा हामी। तर उनले पश्चाताप नगरेको हुनाले, उनीले आफ्नो दोष स्वीकार नगरेको हुनाले, आफ्नो दोष स्वीकार गर्नुको सट्टा, गल्ती स्वीकार गर्नुको सट्टा अरूको टाउकोमा हाल्नु खोजेको हुनाले उनको दुखान्त अन्त्य भएको छ। उनले जीवनमा धेरै दुःख पाए त्यसपछिको दिनहरूमा। हालेलुया, हालेलुया। तर यता हामी दाउदलाई हेर्छौँ भने दाउदले पनि पाप गरे, दाउदले पनि परमेश्वरको वचनको उल्लङ्घन गरेका छन्। तर जब उनले यो थाहा पाए उनले परमेश्वरमा पश्चाताप गरेका छन्। परमेश्वरमा पश्चाताप गरेका छन्। हृदयलाई कठोर नबनाउनुहोस् प्रियहरू। जब हामी गल्ती गर्छौँ, जब हामी चुक्छौँ, कमजोरी गर्छौँ, तुरन्तै आएर प्रभुमा पश्चाताप गरौँ। पश्चाताप गर्नेहरूलाई नम्रहरूलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ। नम्रहरू चाहिँ त्यो व्यक्तिहरू हुन्छन् जसले आफ्नो जीवनमा आफ्नो गल्तीहरू स्वीकार गरेर परमेश्वरमा पश्चाताप गर्छन्। प्रभुले आफ्नो हृदयदेखि हृदयमा राख्छन्, प्रभुको इच्छाको खोजी गर्छन्, प्रभुको कामको खोजी गर्छन्, आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्छन्। हालेलुया, हालेलुया। अनि हामी उठ्नेछौँ,
हाम्रो समय सकिएको छ अनि प्रभुलाई धन्यवाद दिँदै आज हामी यो कुरा मनन गरौँ। प्रभु आज हामी साउल जस्तो हुन चाहन्नौँ कि हामीले गल्ती गरेको कुरा हामी देख्न चाहन्छौँ कि हामीले गल्ती गरेको पाप गरेको कुरा प्रभु हामी तपाईँमा स्वीकार गर्न चाहन्छौँ। तपाईँले भन्न सक्नुहुन्छ प्रियहरू, तपाईँले भन्न सक्नुहुन्छ मुख खोलेर प्रभु हाम्रो प्रेमिलो परमेश्वर हुनुहुन्छ। प्रभु हामीलाई धैर्य गर्न तपाईँले हामीलाई सहायता गर्नुहोस्। प्रभु तपाईँमा भरोसा गर्न हामीलाई सहायता गर्नुहोस्। जब परीक्षाको घडीहरू आउँछ, जब जाँचहरू आउँछ प्रभु तपाईँलाई हामी पर्खन सकौँ, तपाईँको योजना हामी बुझ्न सकौँ, तपाईँको इच्छालाई हामी बुझ्न सकौँ। तपाईँको अभिषेकको हामी आदर गर्न सकौँ। तपाईँको दासको साँच्चै तपाईँको योजनालाई हामी स्वीकार गर्न सकौँ। तपाईँको दासलाई हामी आदर गर्न सकौँ। धेरैजनाको जीवनमा परमेश्वरले शक्तिशाली काम गर्न खोज्नु भएको छ। धेरैजनाको जीवनमा प्रभुले छुँदै हुनुहुन्छ। धेरैजनाको जीवनमा प्रभुले बोल्दै हुनुहुन्छ। धेरैजनाको जीवनमा प्रभुले अहिले भन्दै हुनुहुन्छ हृदयमा, तिम्रो हृदयमा म बस्न चाहन्छु। अनि तपाईँले आफ्नो हृदयको ढोका खोलेर प्रभुलाई स्वीकार गर्नुभयो भने, निम्तो दिनुभयो भने, स्थान दिनुभयो भने प्रभु आएर तपाईँको हृदयमा बस्नुहुनेछ अनि प्रभु तपाईँलाई फिर्जाइ दिनुहुनेछ। तपाईँको योजनाहरू सक्सेस हुनेछन्, तपाईँको कामहरू सफल हुनेछन्। तपाईँको जीवन भविष्यमा तपाईँले दुःख पाउनु पर्ने छैन। भविष्यमा तपाईँले पीडा र कष्टको दिनहरू भएर जानुपर्ने छैन। प्रभुले तपाईँलाई आनन्दको दिनहरू भएर जानुहुनेछ। आजको दिन प्रभु हामी यही कुरा हामी मनन गर्न चाहन्छौँ। हामी हाम्रो साँच्चै समयमा तपाईँको समयलाई हामी वेट गर्न चाहन्छौँ। तपाईँलाई बुझ्न चाहन्छौँ प्रभु, तपाईँको इच्छालाई हामी बुझ्न चाहन्छौँ। हामीलाई धैर्य गर्न शक्ति दिनुहोस्। मण्डलीको हरेक विश्वासीहरूलाई, छोरा र छोरीलाई प्रभु धैर्य गर्ने शक्ति दिनुहोस्। परीक्षाको घडीहरूमा तपाईँले धैर्य गर्ने क्षमता दिनुहोस् प्रभु। म पवित्र आत्माको अभिषेक हरेकको जीवनमा बोल्छु। हात उठाउनुहोस्। कसको जीवनमा अभिषेकको खाँचो छ, म नयाँ अभिषेकलाई घोषणा गर्छु। येशूको नाममा परीक्षामाथि विजय हुने अभिषेक, परीक्षामाथि जाँचमाथि विजय हुने अभिषेक। Thank you, Lord. आज तपाईँ यो वचन लिएर जानुहुनेछ र हरेक काम गर्दा तपाईँले प्रभुलाई सोध्नुहुनेछ, प्रभुलाई पर्खनुहुनेछ, प्रभुलाई धैर्य गर्नुहुनेछ। तपाईँलाई छटपट्टि लागे तापनि त्यसमा तपाईँले छटपट्टिमा त्यो काम गर्नुहुने छैन, तर परमेश्वरको समयमा पुरा हुनको निम्ति तपाईँले हरेक योजनालाई परमेश्वरमा समर्पण गर्नुहुनेछ। धन्यवाद प्रभु तपाईँलाई सबै कुरामा। आमेन। आमेन।